अर्को टनल आयो है। हामी चाहिँ यस्तै गर्दा गर्दै 5-6वटा टनलहरू कट्छौँ। यो छोटो टनल छ है, यो चाहिँ लगभग 500 मिटरको होला। गाडी स्पिड छ है गाइस। ल यस्तो छ है। कुनै जमानामा चाहिँ यो चाहिँ अब महासागरबाट बनेर, पत्थरबाट बनेर त्यो समुद्रहरू सुकेको पहाडहरू जस्तो लाग्छ मलाई चाहिँ है। हाम्रो स्पिड एकदम रफ्तार छ, स्पिड छ है। राम्रोसँग हामी चाहिँ एकदम फुचेराबाट चाहिँ फर्किँदैछौँ। दुबईबाट फुचेरा लगभग कति जति होला भाइ? 90 छ। हामी अर्को टनल आउँदैछौँ है। यो टनल गर्दा गर्दै हामी चाहिँ 5-7वटा टनलहरू कटेर जान्छौँ है गाइस। 5वटा टनल कट्छौँ। अर्को एउटा टनल हामी प्रवेश गर्दैछौँ है। यो टनल चाहिँ एकदम रमणीय छ, एकदम राम्रो छ है। तपाईँहरू तुर्कीको, फ्रान्सको भिडियोहरू मात्रै हेर्नुहुन्छ, तर दुबईको पनि एकचोटि यसो हेरेर हामीलाई लाइक गरिदिनु होला है, सब्सक्राइब गरिदिनु होला। राम्रो छ। लामो छ, एकदमै लामो छ, 3-4 किलोमिटर छ। यो चाहिँ लामो भिडियो बनाएर तपाईँहरू सामु चाहिँ हामी पेश गर्दैछौँ गाइस है। यो होला लगभग 2 किलोमिटर जति होला है भाइ। 3 किलोमिटर जति होला होइन। किनकि हाम्रो गाडी पनि एकदमै ओभर स्पिडमा छ है। 140 स्पिडमा छ हाम्रो गाडी होइन। तपाईँहरू देख्न हेर्नुहुन्छ भनेदेखि यसो हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला प्लिज। किनकि हामी विकेन्ड छुट्टीमा निक्लेको थियौँ हिजो। सैटरडे निक्ल्यौँ, सन्डे हाम्रो फुल अफ थियो। अब भोलि मन्डे अब ड्युटीमा जानुपर्छ है, काम गर्नुपर्छ, जब गर्नुपर्छ है। यस्तै छ। तर धेरै लामो रहेछ यार यो चाहिँ। 90 छ कि? यो त 3 किलोमिटर जति नै छ रहेछ है। प्लस रहेछ होइन। हाम्रो गाडीको स्पिड पनि 140 को थियो है। ल हेर्नुहोस् है गाइस, दुबईमा टावर मात्रै हेर्ने होइन, पहाडहरू पनि हेर्नु होला होइन। गाउँ भनेको छैन दुबईमा, तर यस्तो पहाडलाई पनि छेडेर बनाएर टुरिज्म स्टाइलले बनाएको छ होइन। किनकि दुबईमा ठुलो टावर 110 तला 120 तला त तपाईँले टावरहरू हेर्नुहुन्छ होइन। तर यो पनि हेर्नु होला बाटोहरू कस्तो राम्रो बनाएको हुन्छ है। यस्तो पहाडहरूलाई छिचलेर एउटा टुरिज्म एरिया त हो। टुरिज्म पनि अब हामी भन्न मिल्दैन। अब यसो घुम्न आएको बेलामा हामी यसो जान्छौँ होइन, आउट अफ किनकि हप्तामा 1 दिन हामी दुबईबाट बाहिर नै हुन्छौँ। भिडियो हेर्दा 4वटा टनल